यो चाहिँ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका अन्तर्गत पर्ने सायद डुम्रे बजार हो कि आरुङ के रे अर्को भन्ने लेखेको आबो खैरे नि हो कि डुम्रे हो कि के भन्ने नाम थियो, नाम बिर्सेँ। तलको चाहिँ अक्खा एकदमै राम्रो चरिचट्ट परेको बाटो थियो। त्यहाँदेखि माथि अलि सिङ्गल लेन जस्तो अलि साँगुरो बाटो रहेछ, नभए अरू चाहिँ ठिक छ। अनि हामी बुढाबुढी यहाँ छौँ। अनि आज चाहिँ हाम्रो सेकेन्ड म्यारेज एनिभर्सरी पनि हो। अनि हाम्रो यो यात्राको खास मेन उद्देश्य चाहिँ त्यही सेकेन्ड म्यारेज एनिभर्सरी पनि हो होइन बुढी? यसो आँखा देखाइदिनु, तिम्रो आँखा राम्रो छ नि। त्यही है, स्टे विथ अस। यहाँ चाहिँ बन्दीपुरको के छ भनेर देखाइदिन्छ यस्तो रहेछ। अनि यो चौकबाट तलतिर हामी आएको ठाउँ हो। यता चाहिँ बजारतिर हो। हामी चाहिँ बजारतिर जान्छौँ क्या, रमाइलो छ। यो हामी बजारको नजिक हामी चाहिँ अहिले बन्दीपुर मेन स्ट्रिटमा छौँ। अनि यस्तै गरेर बसिन्छन्। अनि म चाहिँ यस्तो गरेर बस्छु। मगर मिजा handsome. बन्दीपुरको यो अब हामी कति बजी हेरेर टाइम हेर 5:10 भएछ। अनि अब चाहिँ अब 5:10 भएछ। 5:10 भएपछि अब भ्याइ भने त्यो डाँडामा जाऊँ एकचोटि जाने भए लास्ट एउटा। अनि त्यसपछि अनि टक्क अब अलिक ला भलिबल खेलिरहेको थियो। यो एरिया चाहिँ रमाइलो रहेछ हैन? डिफरेन्ट ड्रेस। यो एरिया चाहिँ रमाइलो रहेछ। जाडो भयो। बाई हामीले अघि ड्रेस चेन्ज गरेर ड्रेस ट्राई गरेर अब जाने हैन, बस्ने हो यही भन्नाले यहाँबाट जाने। आई मीन बजार सफा राखौ। अनि हामी यता हम इधर है भन्ने हामी we're here at Bandipur and we're having fun. अनि यो कुरीहरूले चाहिँ यो बारसिङे एकदम मन पराउनु रहेछ किनभने बारसिङेमा यो अथेन्टिक नेपाली टेस्ट आउँछ क्या कि सायद। अनि इट ड्रिङ्क रिल्याक्स बी ह्याप्पी भन्ने छ नि, त्यो चाहिँ एउटा घरमा बनाउनु पऱ्यो माछाको सेपमा फुलहरू हेर्नु यस्तो। यहाँ थकाली त्यहाँ डल्ले चौको खानाघर एनेस्थेसिया। यहाँ चाहिँ एनेस्थेसिया यहाँ चाहिँ एनेस्थेसिया पशुपाक थानीमाई। हामी चाहिँ यता जान्छौँ, हाम्रो रुम हामीले लिएको रुम यता छ। यहाँ चाहिँ
एनएसएसिया रहेछ, ग्लोबल आइएम ब्याङ्क रहेछ, अनि एनएसएसिया रहेछ। मतिना चेन भनेको के हो यो? कुन भाषा हो यो? चण्डेनी हरि कीर्तन पार्टी। हरि कीर्तन पार्टी हरि कीर्तन भजन गर्ने ठाउँ हुन्छ। होटलहरू सुनचाँदी पसल, एउटा सुनचाँदी पसल देख्यो भने पैसा दिए त त्यसलाई लानु म घर गएँ। It's only been 3 minutes I have doing this vlogging. Room available. Shutter available. It's room available. You got the environment राम्रो रहेछ नि। यो राम्रो। बन्दीपुर भिलेज रिसोर्ट। नेपालमा रिसोर्ट भनेको रेस्टुरेन्ट हो कि के हो? रिसोर्ट भनेको बगाल हुनु पर्ने खास। स्विमिङ पुलहरू यताउति पुल बार भएको है। यो चाहिँ हामी बजारको इन्डिङ पोइन्टमा आयौँ। यहाँदेखि चाहिँ यो गेटदेखि चाहिँ बजार इन्ड हुन्छ। अनि यो चाहिँ हामी बसेको होटल। अनि पार्किङ यहाँ छ। हामी चाहिँ पार्किङ पहिला यहाँ गर्थ्यौँ, पछि उता गऱ्यौँ। हामी कता हिँडिरहेछौँ भनेर हामीलाई पनि थाहा छैन, तर जति माथि आयो त्यति रमाइलो दृश्य देखिरहेछ। त्यो कुराको चाहिँ एउटा खुसी लागिरहेछ। अनि यहाँ चाहिँ एउटा सायद 5 स्टार होटल हो कि जस्तो लाग्छ। यहाँ 5 स्टार होटल भन्दो रहेछ। यहाँ तल चाहिँ बन्दीपुरको बजार। जाऊँ माथि अझ माथि जाऊँ, एक्सप्लोर गरौँ न। सबै गइरहेको ठाउँ त सधैँ जान्छन्, नगएको ठाउँ जाऊँ न। यो चाहिँ दरबार रहेछ। दरबारको भग्नावशेष होला सायद, खासै केही छैन यहाँ। त अब तलतिर रमाइलो छ भन्ने कुरो हो। त्यो डेटिङ गरेर बुढो भएको मान्छेलाई अब त्यो डेटिङ हेर्न किन परेर अब तलतिर जाऊँ, घुमौँ, मजा गरौँ, इन्जोय गरौँ। यहाँ समथिङ पहिला केही थियो अनि अरू ठाउँमा बन्द छ। यहाँ भत्काइहाल्छ। यो ढुङ्गा पनि उक्काएको छ, सिडी टाइपको पनि अहिले भत्केर यस्तो भएर रहेछ कि। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ। तपाईँहरू हेर्न सक्नुहुन्छ। हामीले चिया पकाउँदैछौँ। चिया पकाउने भ्लगमा हजुरलाई स्वागत छ। यो बजारदेखि अलिकति माथि निस्केर डाँडाबाट यहाँ बन्दीपुर बजारलाई हेर्दाखेरि अनि गाउँपालिकाको आडैबाट रमाइलो देखिने रहेछ। अनि एउटा यहाँ खड्गदेवी भन्ने मन्दिर रहेछ। यहाँ चाहिँ रमाइलो लाग्यो। हिँड्दै जाँदा घुम्दै जाँदा मन्दिरहरू पनि दर्शन गर्नुपर्छ, हेर्नुपर्छ, ठाउँ चिन्नुपर्छ। नेपाल अब बसेर आफ्नै देशमा बसेर आफ्नो देशको ठाउँमा चिन्दिनँ भन्दाखेरि लाजको मन हुन्छ। त्यही भएर चिनेको राम्रो हो। अनि यहाँदेखि यो चाहिँ बन्दीपुर गाउँपालिकाको कार्यालय। अलिकति फरक ढङ्गको रहेछ। धेरै जसो गाउँपालिकाको बिल्डिङहरू रातो र सेतो मात्र हुन्थ्यो, यहाँ चाहिँ अलिकति राम्रो डिजाइनमा बनाएर त्यही भएर हुन्छ। यहाँ बन्दीपुर इन्जोय गर्दैछौँ। बन्दीपुर रमाइलो कि मनोकामना रमाइलो? पाल्पै रमाइलो लाग्छ होइन? त्यही भन्ने कुरो हो। पाल्पा भन्दा त जाँगा पनि आफ्नै ठाउँ रमाइलो। टुँडिखेल सिद्ध गुफा अनि अर्को सिद्ध गुफा, टुँडिखेल अनि अर्को के थियो त्यहाँ? अहिले बन्दीपुरको टुँडिखेल एरियामा छौँ। भर्खर आइयो। यहाँ चाहिँ सायद केही हुनुपर्छ जस्तो लागिरहेछ। केही छ भन्ने हामीलाई लागिरहेछ। यहाँ चाहिँ हामी भित्र जान्छौँ। टुँडिखेलको आसपासमा भग्नावशेष के को खाल्टो यो यस्तो रमाइलो छ।
लोकलको कोही मान्छेहरूलाई कुमाईसागर भयो त जानुहुन्थ्यो अनि लोकल एरियामा भएको कन्सर्ट हेर्न हामीलाई जानु मन लागेन अनि त्यसपछि हामी यहीँबाट फर्क्यौँ त्यही भएर यहीँबाट हामी यसो सर यो होटलहरू हेरेर अनि त्यसपछि यहाँबाट फर्किन्छौँ टुडे खेल भयो यहाँ चाहिँ बन्दीपुर टेक्निकल इन्स्टिच्युट रहेछ यहाँ चाहिँ पिसिएल नर्सिङहरू पढायो भने टाइपको अनि त्यसपछि यिनी चाहिँ यहाँ पिसिएल नर्सिङ पढायो भएर इन्ट्रेस्ट लगाएर यसो सर हेरेको बन्दीपुर खाजा घर यहाँबाट चाहिँ बन्दीपुरको सर एरिया यस्तो अलिकति धेरै अँध्यारो त भएको होइन तर कति बज्यो अहिले कति बज्यो देख्छ 4 बजे अलिकति घाम नलागेको भएर अलिकति मधुरो मधुरो टाइपको देखिएको छ त यहाँ जस्तो रमाइलो छ कि हामी चाहिँ यस्तै हिँडिरहेछौँ हामी हिँडेकै छौँ जबदेखि आइम यहाँ हिँडेकै छौँ पहिलो कुरा बाइकमा हिँड्दाखेरि ढाड दुखिरहेको थियो अब हिँड्दाखेरि खुट्टा दुखिरहेको छ अब सब मिक्स भइरहेछ कि ककटेल दुखाइ भइरहेछ होली लागेको छ हामी बन्दीपुरको स्ट्रिट घुमिरहेछौँ बन्दीपुर होटल बन्दीपुर बिसाउने गरे जे पनि दामी लाग्यो मलाई जे त्यही दामी लागिरहेको छ बन्दीपुर चाहिँ कस्तो रहेछ नि त गाउँ पुरै नि गाउँ भने सहर भने टाउन भन्ने के भन्ने गाउँ सहर पुरै होटलको सहर टाइपको रहेछ कि जता गयो होटल यो पोखराको हावालडाको छेउको कि यो कस्तो मिठो लागेको मलाई यस्तै कन्सेप्टमा तानसेनलाई विकास गर्न सक्ने भने त कस्तो राम्रो हुन्थ्यो किन त तानसेन पनि इन्डियाको एक्सेस राम्रो छ नि त मतलब धेरै टाढा पर्दैन नि त बोर्डरबाट अनि इन्डियाबाट टुरिस्टहरूलाई मगाउनु सक्ने हो भने तर यहाँभन्दा तानसेन अझै सजिलो लाग्यो मलाई अब यो काठमाडौँदेखि पोखरा जानलाई ठ्याक्क बाटोमा पऱ्यो त आफ्नो ठाउँमा छ नभए होमस्टे एरिया भयो अनि त्यो माथिको डाँडाको टुप्पामा चाहिँ एउटा भ्यू पोइन्ट छ सायद त्यहाँ जान भ्याइँदैन होला भ्याइयो भने भोलि जाने नभए भोलि अब घर पनि जानु पऱ्यो त्यसो त सायद त्यहाँ माथि चाहिँ गइँदैन होला त्यही भएर गएन यो फुल कस्तो राम्रो मागेर सामुदायिक होमस्टे सुरु हुने रहेछ यो चाहिँ घर नम्बर 1 हो यहाँ चाहिँ 3 भयो त्यस्तो गरी ऊ रहेछ कि घर नम्बर 1, 2, 3 जस्तो रहेछ एउटा यो बिजनेस मोडालिटी चाहिँ यो पनि राम्रो लाग्यो यतातिर बस्न पनि ठिक हुन्छ नि होमस्टे भनेर कहिले हुन्छ नि त अरूभन्दा मस्त चाहिँ फेरि खुट्टाहरू फुल यसो सफा भए पो रमाइलो हुन्छ होइन सफा हुनुपर्छ कि सफा भएपछि मान्छे आफै आइहाल्छन् बोलाउनै पर्दैन एउटा मन्दिर कति राम्रो मन्दिर आहा के रे आई लभ यु टु कसलाई भनेको मलाई भने ठिकै छ अरू कसले भन्छु र मैले उ त्यहाँ गाई रहेछ कि फेरि गाई लाग्यो कि भनेर गौ मातालाई पनि भन्छु गाई गोरु भैँसी सबलाई भन्छु सबैले प्रेम गर्नुपर्छ त्यही भएर गाई जस्तो मुख परेको ठिक छ हाँसो लाग्यो हजुरको जोकमा मलाई ठिक छ